इन्टरनेसनल रेस्लिङ मेगा इभेन्ट 2025 टुर्नी खेलमा हुन गइरहेको छ र यो बेल्टको लागि अब हाम्रो गेम हुन गइरहेको छ। यो गेमको लागि रिङमा प्रो रेफ्री मिस साइना विश्वनाथलाई निम्ताउन चाहन्छु। खेल सुरु भइसकेको छ। We'll be going. Wow. First heavyweight champion अजिङ्गरले रिजार्ड किङलाई फालेको हामी देख्न सक्छौँ। अजिङ्गर चाहिँ अजिङ्गरलाई चाहिँ हाम्रो अजिङ्गरले रिजार्डलाई ठुलो धक्का दिइसकेको छ। यो come on, this is the again यो दोस्रो चोटि र रिजार्ड किङले खान्छु भनिरहनु भएको थियो। अब हेरौँ कसले कसलाई काँचो खान्छ। फेरि अर्को प्रहार अजिङ्गरबाट। दुवैजना एकदमै अनुभवी खेलाडीहरू हुनुहुन्छ नेपालको राष्ट्रिय खेलाडीहरू। प्रहारमाथि प्रहार अजिङ्गरबाट। भेरी नाइस ब्याक परिश्रम हामीले देख्न सक्छौँ। अजिङ्गरले रिजार्ड किङलाई फालेको छ रिजार्ड किङ हार मान्नेवाला होइन। गोर्खे हो, गोर्खे दुईजना गोर्खे हो। फेरि पनि हार स्वीकार गर्नु भएन। लात्ते चाहिँ हानेको है मैले। रिजार्ड किङले कहाँ हानेको? फालेको छ। मान्छे सानो भएर हुँदैन, दिमाग चाहिन्छ रेस्लिङ खेलमा। खै के हो गयो नाटक पनि हो त ल किकले पछाडेको अवस्था छ अजिङ्गरलाई हामी देख्न सक्छौँ। अहिले नाटक खेल एकदम कम्पिटिसन है। अहिले नाटक पनि अवस्थामा गइरहेको छ र यहाँ लक लागेको अवस्था छ। अजिङ्गरलाई लाग्यो होइन त नेपालको रेस्लिङको छलेको अवस्था छ। छलेको हो आबै भाइ अब यसले मार अजिङ्गरले यो स्टेज चाहिँ भान्छ प्रहार अजिङ्गरले दियो है ल जित निकालेको छ र नेपालका थुप्रै मुभीहरूमा काम गरिसक्नुभएका मुभी भन्नाले उहाँ भिलेनको काम गरिसक्नुभएका भिलेनको काम कराटेका 7 दान नेपाली फिल्म इन्डस्ट्रीका पनि चिनिनुहुन्छ। कलाकार पनि हुनुहुन्छ। बाबु भन्नु यसलाई चाहिँ तपाईँहरूलाई कसले जित्छ?
त्यो तपाईँले जित्नुहोस् अझ त खेल तपाईँहरू जित्नुहुनेछ हामी हार्दिन्छौँ तपाईँहरूको लागि है तपाईँले पानीमा भिजिभिजी यति धेरै माया गर्नुपर्छ मायापछि तपाईँले जित्नुहोस् कि आशा गर्नुहोस् हजुरको खुसी मेरो खुसी अनि हाम्रो रेस्लिङ टिमको खुसी WWE Champion Lightweight Champion म स्कोपियो पछि तपाईँले लामो सेल्फी लगाउनु होला है WWE World Heavyweight Lightweight Champion बाबुले हुँदै जाने लागेको छैन जहाँ लड्दैछ उहाँहरूले आफ्नो कला कौशल खेल यहाँ हामी देख्दैन त रहेको छ ल ढाड बाँच्छ अलिकति सिक्यो पनि छ रिङको अवस्था हेर्नको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु कहाँ भयो क्या पानीले गर्दा अलिकति चिप्लिएको छ त्यही अनुसार यहाँहरूले पनि आफ्नो खेल प्रदर्शन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु छातीमा प्रहार यो खत्रो प्रहार थियो भएको छ हेरौँ अब कोबाट कसरी प्रहार हुन्छ कतिजना टाइममा हुनुहुन्छ प्रहार गर्नको लागि मैले भनिरहेको छु अलिकति रिङ चिप्लो छ अलिकति चिप्लो रिङमा अलिकति खेलाडीहरूले अवस्था हेरेर हाम्रो भगवती खड्का गइसक्नु भएको छ त्यस्तै झुरेलीलाई पनि म स्टेजमा गइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु खेलाडी कलाकारलाई सबैभन्दा ठुलो कुरा सम्मान हो त्यसपछि ताली हो उहाँमा जोस छ रगतमा रेसलिङ उहाँमा रेसलिङ गेमको खेल र यो रेसलिङ गेमलाई पनि सरकारको तर्फबाट अलिकति सहयोगको अपेक्षा गर्छौँ हामी यदि सरकारको तर्फबाट पूर्ण रूपमा सहयोग प्राप्त हुन्छ भने हामी यसरी स्पोन्सरहरू खोजिरहनु पर्दैन हो कि होइन र फेरि एकचोटि लिन सक्छौँ हो कि होइन ब्याक बडी स्लाम र टाइगरले लिभिङ लेजेन्ड उहाँको पार्टनरलाई हिर्काइरहेको देखेर उहाँ रिङमा आइसक्नु भएको छ र हुनेले पिछाडी ब्याक टु ब्याक खासपट्टि प्रहार गर्छ छोरीहरूको प्रहार पक्कै पनि भाग पुरो हुँदैन हो कि होइन त्यो बुढोले त खानु खायो आफ्नो पार्टनरलाई यसरी पिटिरहँदाखेरि भोपाल खतरा मुख अब हेरौँ है उहाँले हार मान्नुहुन्छ कि हुँदैन यता सोलछाडी फेरि सोलछाडीले हाम्रो सोलछाडी इन्ट्री भएको छ सिङ्गो पाल्चुके टाइगर पनि अबसम्म हाम्रो उहाँको पार्टनरले आउन पाउनुहुन्न सो उहाँले हात बढाइरहनु भएको छ र हाम्रो टाइगर एकदम धुलाइ गरिरहनु प्रहार गरिरहनु भएको छ अब नेपालको रिप्रेजेन्ट गर्दै आउँदै हुनुहुन्छ नेपाली प्रो रेसलर जन ब्रिज जन ब्रिज
सुपरस्टार ग्रेट खालीका चेला बेंगलोरवासी श्रीनी बाबाका भक्त मिस होइन मिस्टर मारुति उहाँले चाहिँ पछाडिबाट लुकेर प्रहार गर्नुभयो फेरि अर्को प्रहारमाथि प्रहार पेटमा उहाँले प्रहार गरिरहनु भएको छ नाइस प्रहार थियो यहाँ च्याप्पोमै हान्नु भएको छ उहाँले अर्को मुख हेर्दै कस्तो मुख हुँदैछ उहाँले इन्डियाको प्लेयरले हार मान्नु खेल हेरेर लास्टमा देखाउँछ भन्दै थिएँ मैले यो गिट्टा यो प्याड कसैले युज नगरौँ भाइ नाइस